नमस्कार साथीहरु, स्वागत छ तपाईलाई हाम्रो च्यानलमा। आजको भिडियोमा हामी माइक्रोसफ्ट वर्डमा धेरै महत्त्वपूर्ण सर्टकट कीहरु सिक्ने छौं, जसले तपाईको काम गर्ने गति धेरै छिटो बनाउने छ। यदि तपाई स्टुडेन्ट हुनुहुन्छ, अफिसमा काम गर्नुहुन्छ वा कम्प्युटर सिक्दै हुनुहुन्छ भने यी सर्टकट की तपाईको लागि धेरै उपयोगी हुनेछ। सर्टकट की भनेको किबोर्डको केही कीहरु मिलाएर प्रयोग गर्ने छिटो तरिका हो, जसबाट हामी माउस धेरै नचलाइकन छिटो काम गर्न सक्छौं। र यहाँ धेरै सर्टकट कीहरु हेर्न सक्नुहुन्छ। यो सर्टकट की एमएस वर्डमा कसरी ल्याउन सकिन्छ भने दुईवटा तरिका हजुरहरुलाई सिकाउनेछु। पहिलो तरिका रहेको छ यसमा सबभन्दा सुरुमा यहाँ हामी यो भ्यूमा गएर क्लिक गर्नुपर्ने हुन्छ। यो भ्यूमा क्लिक गर्नुभयो भने यहाँ हेर्न सक्नुहुन्छ यो मार्को भन्ने अप्सन खुलेर आएको छ। यो मार्को भन्ने अप्सनमा क्लिक गरेर यो भ्यू मार्कोमा क्लिक गर्नुभयो भने यहाँ तल रहेको छ यो मार्को इनमा यहाँ गएर यो वर्ड डकुमेन्ट क्लिक गर्नुपर्ने हुन्छ, सिलेक्ट गर्नुपर्ने हुन्छ र माथि सबै काटेर लिस्ट कमान्ड लेख्नुपर्ने हुन्छ। लिस्ट कमान्ड यहाँ आइसकेको छ। लिस्ट कमान्ड लेखिसकेपछि यहाँ रन गरिदिनु भयो भने आउँछ। या कि अर्को मेथड रहेको छ कन्ट्रोल अल्ट F8 क्लिक गर्नुभयो भने पनि आउँछ र यहाँ तल पनि सेम राख्नु होला, तर माथि लिस्ट कमान्ड सिलेक्ट गरिसकेपछि यहाँ रनमा क्लिक गरिदिनु होला र यहाँ दुईटा अप्सन खुलेर आएको छ अल वर्ड कमान्ड। सबै कमान्डहरु चाहिएको छ, तपाईको सपोर्ट गर्छ या गर्दैन त्यो सबै आउन सक्छ। र करेन्ट कीबोर्ड सेटिङमा तपाईको वर्डमा सपोर्ट गर्ने कीहरु मात्रै आउँछन्। त्यसैले म करेन्ट कीबोर्ड सेटिङमा म ओके गर्दिन्छु र यहाँ हेर्न सक्नुभयो हाम्रो स्क्रिनमा सबै सर्टकट कीहरु तपाईको वर्डमा सपोर्ट गर्ने हरेक सर्टकट की यहाँ आइसकेको छ। फर एक्जाम्पल यहाँ तपाई हेर्न सक्नुहुनेछ फर्स्टमा यहाँ कपी टु फर्म शिफ्ट मोडिफाई F2 पनि गर्न सक्नुहुन्छ। विभिन्न दिएको छ अल क्याप कन्ट्रोल शिफ्ट A पनि गर्न सक्नुहुन्छ। F रिस्टोर अल्ट F5 बोल्ड कन्ट्रोल B र त्यसैगरी धेरै क्यान्सल को एस्केप गर्न सक्नुहुनेछ। क्लियर को डिलिट यहाँ धेरै सर्टकट कीहरु आइसकेको छ र केही सर्टकट कुराहरु म हजुरहरुलाई यसबाट केही कुरा सर्टकट कीहरु सिकाउन छु। जस्तै जस्तै मैले यहाँ केही कुराहरु लेखिसकेको छु। यसमा हामीले हेर्न सक्छौं यसलाई हामी केही यहाँबाट सच्याउने कुरा गर्छौं। जस्तै यहाँबाट यसलाई हामी यसरी कपी गरेर सिलेक्ट गरेर कन्ट्रोल C गर्छौं र तल यसरी इन्टर गरेर कन्ट्रोल V गर्यो भने पेस्ट हुन्छ भने, र यदि यसैलाई कन्ट्रोल A गर्नुभयो भने सबै सिलेक्ट हुनेछ। र जस्तै अब यसैलाई सिलेक्ट गरेर राइट क्लिक गरेर कट गर्नुभयो भने र एकचोटी कट गरिसकेपछि कटेर अर्को ठाउँमा त्यो गएर कन्ट्रोल V गरेर पेस्ट हुनेछ। र यो कट भनेको एक ठाउँमा मात्रै घर बनाउन सक्नुहुनेछ। जस्तै एक ठाउँबाट काटेर अर्को ठाउँ मात्रै राख्न सक्नुहुन्छ भने कपी भनेको तपाई दुई ठाउँमा घर बनाउन सक्नुहुनेछ। कपी भनेको जस्तै यहाँबाट तपाईले यसरी कन्ट्रोल C बाट कपी गर्नुभयो भने तल कन्ट्रोल V गर्नुभयो भने दुई ठाउँमा घर बनायो। त्यसैगरी यसलाई यहाँबाट राइट क्लिक गरेर यसरी कट गर्नुभयो भने यहाँबाट कटेर जान्छ, अर्को तल कन्ट्रोल V गर्नुभयो भने अर्को ठाउँमा यसले घर बनायो। एउटा ठाउँमा घर तोडेर अर्को ठाउँमा घर बनायो। तर कपीले गर्दाखेरि के भयो त त्यो पहिलाको घर पनि रह्यो, नयाँ घर पनि भयो। यसरी सर्टकट की को सहायताले हामीले विभिन्न कुराहरुलाई चाँडो हामी काम छिटो गर्न सक्छौं। यस्तै सर्टकट कीबाट हामीलाई धेरै सहयोग पुर्याउँछ, हाम्रो कामलाई छिटो बनाउनेछ। आशा छ तपाईलाई यो भिडियो हेरेर धेरै महत्त्वपूर्ण टिप्सहरु सिक्नुभयो होला। आगामी दिनमा यस्तै पनि सर्टकट टिप्स र टिप्सहरु ल्याएर हजुरहरुलाई प्रस्तुत गर्ने छु। आजको लागि बिदा चाहन्छु। हस्त धन्यवाद।